फागुनी फागुनी भनेको टोकरी। जस्तै एउटा कुनै व्यापारीले चाहिँ एउटा सानो भाँडोमा सामान राखेर आलु जस्तै साग जस्तै गाजर हैन प्याज कुनै पनि एउटा चाहिँ भाँडोमा चाहिँ बेच्न राखेको छ भने त्यसलाई चाहिँ फागुनी भन्छ। फागुनी भनेको 1 टोकरी 2 टोकरी 3 टोकरी त्यसरी बुझिन्छ। जस्तै फोदे मादे भनेको चाहिँ बोरा हो, तर बोरामा चाहिँ कुनै सामान राखेर भरेर एउटा चाहिँ ठाउँमा राखेको बोरालाई चाहिँ मादे अथवा फोदे भनिन्छ। फोङ्जी भनेको थैलो प्लास्टिकको झोला अथवा कुनै पनि त्यस्तो झुन्डाउने झोला। जस्तै खुरु भनेको ओटा है। यो ओटा खुरु भनेको ओटा यो ओटा चाहिँ कस्तोमा प्रयोग हुन्छ भने जस्तै रुखहरूमा बोट बिरुवामा जस्तै बोट बिरुवामा चाहिँ प्रयोग हुन्छ। जस्तै मेघखुरु कति झ्याङ है भने जस्तै खुरुलाई चाहिँ यसरी प्रयोग गर्न सकिन्छ। जस्तै साङ्जा बाक्स भनेको चाहिँ साङ्जा भनेको बक्स, जस्तै बाक्स भनेको पनि बक्स नै हो। कोरियामा खाची भनेको चाहिँ प्रकार र व्यञ्जन, जस्तै हामी नेपालीमा भन्ने गर्छौं नि 84 व्यञ्जन भने जस्तै त्यो व्यञ्जन हो। जस्तै खाची भनेको चाहिँ प्रकार। त्यस्तै गरेर छक भनेको ओटा, छक भनेको पनि ओटै। जस्तै यहाँ हामीले खुरु भनेर ओटा पढियो भने यहाँ पनि छक भनेको ओटा नै हो। तर यो चाहिँ कस्तो अवस्थामा प्रयोग हुन्छ भने ठुल्ठुला पानी जहाज हैन उपकरणहरू, त्यस्तै माछा मार्ने पानी जहाज, सामान बोक्ने पानी जहाज हैन, मान्छे बोक्ने पानी जहाज, शिफ्टहरूमा चाहिँ हामी यसको गन्ती गर्दा चाहिँ छक भनेर प्रयोग गर्छौं। जस्तै फाख्खुई भनेको फेरो फन्को। जस्तै एउटा सामानलाई केही डोरीले घुमाउने अथवा त्यसलाई बान्ने क्रमलाई चाहिँ फाख्खुई भनिन्छ भने थोङ भनेको ओटा, थोङ भनेको पनि ओटै। तर यो चीज वस्तु अथवा त्यसको परिवेश, त्यसको बनावट र प्रकृति हेरेर हामी चाहिँ यसलाई चाहिँ प्रयोग गर्छौं थोङ भनेको। जस्तै हामी एउटा उदाहरण लिन सक्छौं। एउटा बाल्टी पनि एउटा थोङ भयो भने त्यो खाली भाँडो अथवा त्यसलाई पनि थोङ भन्यो भने, जस्तै खरबुजालाई पनि हामी थोङै भन्छौं। त्यही भएको कारणले कुनै पनि एउटा भाँडो अथवा खाली वस्तुलाई चाहिँ हामी थोङ भनेर प्रयोग गर्दछौं। जस्तै थासो भनेको दर्जन। जस्तै केरा हैन कापी त्यस्ता कुराहरूलाई चाहिँ त्यसको गणना गर्दाखेरि अथवा त्यसलाई गन्ती गर्दाखेरि थासु भनेको दर्जन त्यसमा प्रयोग गर्दछौं। जस्तै थान भनेको भाग थुप्रो मुठा हैन, भाग थुप्रो मुठा भन्दा त हामी त्यसरी राम्रो प्रश्न बुझ्दैनौं। तर पनि थान भनेको भाग थुप्रो भने चाहिँ कुनै पनि बजारमा चाहिँ केही चीजको वस्तुको चाहिने एउटा बिक्री वितरणको लागि राखिएको कुनै भाग हैन थुप्रो, जस्तै एउटा प्लास्टिकमा थुप्रो राखेर चाहिँ कुनै व्यापारीले बेच्छ भने त्यस्तो अवस्थामा चाहिँ हामी भाग थुप्रो मुठा भनेर प्रयोग गर्दछौं। जस्तै ग्वान भनेको चाहिँ केजीमा प्रयोग हुन्छ। जस्तै यहाँ 3.75 केजी भनेको छ। जस्तै 1 किलो हो भनेदेखि 1 किलो भनेर हुन्थ्यो, तर यहाँ नजी यो ठ्याक्कै यसको चाहिँ किलोमा नभएर 3.75 किलोग्राम भएको कारणले यसलाई चाहिँ खाम्जा हानग्वान। जस्तै काउन्टेबलमा हो भने केजी हुन्छ, 1 किलो भनेको 1 किलो 1 केजी भन्नु बित्तिकै त्यो काउन्टेबलमा भयो। अनकाउन्टेबलमा चाहिँ जस्तै 3.75 केजी भएपछि खाम्जा हानग्वान। यो ग्वान भनेको चाहिँ अनकाउन्टेबलमा प्रयोग हुन्छ भने काउन्टेबलमा चाहिँ केजी नै किलो भन्ने प्रयोग हुन्छ।